यो कटहर पाकेछ कि भनेर खान लाग्यो त काँचै पो रहेछ त साथीहरू, के गर्ने होला अब। अनि के हामीसँग यत्रो ठुलो कटहर छ कि यो चाहिँ हामीलाई दिदीले ल्याइदिनु भएको हो। अनि मम्मीले भन्नुभयो अलिकति पाकेछ भने खाइहालौँ न त, फेरि पछि कुहिँदै गर्छ भन्नुभयो। अनि म चाहिँ गएँ काट्नलाई। अनि काट्न गएको त काट्नै आइदिरहेको छैन। यत्तिकैमा मेरो भान्जा आउनुभयो होइन। अनि भान्जाले भन्नुहुन्छ कि के गरिराख्नु भएको छ माइजी, कटहर काटेर हेर्नु न भान्जा, मलाई काट्नै आएन भने। फेरि मेरो भान्जा चाहिँ फुच्चे भान्जा हो कि सानो। अनि त्यसपछि मैले किन काट्नु भएको छ त, काट्न नजानेको भए भन्नुभयो भान्जाले। अनि मैले होइन यो बेच्नलाई हो कि भान्जा, बिहा निकालेर भने। अनि चाहिँ बेचेर चाहिँ के गर्ने, अब क्वेसन आउँछ नि त सानो मान्छेलाई त धेरै। अनि बेचेर पैसा कमाउने भनेको। अनि चाहिँ ए हो अनि एकछिनपछि पनि माइजी यो बेचेर पैसा कमाउने भनेर सोध्दै थियो क्या फेरि भान्जाले। अनि यतिकैमा म पनि खान्छु भने एउटा सानो चाहिँ भान्जालाई दिएँ फेरि। अनि त्यसपछि यसरी निकाल्दै गरेर हामीले चाहिँ खायौँ। जे होस् हेर्दाखेरि चाहिँ त देखियो थियो। अनि खासै मजाले गुल्ली पनि भएको थिएन साथीहरू। तपाईँहरूले कटहर खानुभयो कि खानु भएन साथीहरू, अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।